डिसिडिले अब रुलहरु चेन्ज गरिरहेको हुन्छ एभ्री टाइम नयाँ नयाँ अपडेट राखिदिरहेको हुन्छ र एप्लिकेसन प्रोसेसमा कुनै न कुनै डकुमेन्ट थपिदिरहेको हुन्छ। सो यसपालि के छ तपाईहरुसँग मेनिन्जाइटिसको भ्याक्सिनेसनको हुनुपर्छ रिपोर्ट, त्यसपछि तपाईको हुनुपर्छ टिबीको रिपोर्ट हुनुपर्छ। त्यो चाहिँ युएस भित्रै हुनुपर्छ भनेर भनेको छ, जुन चाहिँ मैले तलपट्टि यहाँ तलपट्टि स्क्रिनशट पनि राखिदिएको छु। सो तपाईहरुले यसमा पनि हेर्न सक्नुहुन्छ यहाँ के छ के मागिरहेछ भनेर। तपाईहरुलाई फुल इन्फर्मेसन पाउनका लागि कुन वेबसाइटमा जानुपर्छ भनेर पनि म तल मेरो डिस्क्रिप्सनमा राखिदिन्छु, त्यसमा गएर हजुरले आफैले पनि रिसर्च गर्न सक्नुहुन्छ। सो यो सब डकुमेन्ट चाहिँ मेक स्योर तपाईहरुसँग छ। अनि ब्याङ्क स्टेटमेन्ट चाहिँ सकेसम्म 3 महिना भित्रको भएको राम्रो, नत्र 6 महिनासम्मको पनि उनीहरुले एक्सेप्ट गर्छ। मेक स्योर गर्नु यो कुराहरु चाहिँ। अर्को अब तपाईहरुले गर्नुपर्ने के हो त थर्ड कुरा, तपाईले अब यो सबै डकुमेन्ट रेडी गर्नुभयो, मर्ज गर्नु पीडीएफ मर्ज गर्नु अनि सबमिट गर्नु, त्यो भयो भने तपाईलाई सजिलो हुन्छ।